नेपालीमा एउटा उखान एउटा भनाइ छ नि, फलेको हाँगो निहुरिन्छ, फलेको हाँगो झुक्छ, फलेको बिरुवा निहुरिन्छ झुक्छ भन्ने जुन एउटा भनाइ छ त्यो तपाईँ हामीहरूलाई थाहा भएकै कुरा हो। मैले आफ्नो क्यारियरमा विभिन्न कम्पनीहरूमा मार्केटिङ सेल्समा जाँदाखेरि विभिन्न कम्पनीका सिओ सिएफओहरूलाई भेट्ने मौका पाएँ, उनीहरूसँग बिजनेसका कुराहरू नेगोसिएसन गर्ने मौका पाएँ, जहाँ विभिन्न कम्पनीका सिओ सिएफओबाट विभिन्न कुराहरू सिक्ने मौका पनि पाएँ। आजको यस भिडियोमा आफ्नो एउटा क्यारियरमा आफ्नो एउटा जबको सिलसिलामा एउटा कम्पनीबाट मार्केटिङको लागि सेल्सको लागि जाँदाखेरि त्यहाँ भेट भएका सिएफओ चिफ फाइनेन्सियल अफिसरसँग भएका कुराकानी मध्येमा उहाँले भनेका कुराहरूले मेरो मनलाई छोएका कुराहरू र उहाँले भनेका कुराहरू जो तपाईँ हामीहरूलाई आफ्नो एउटा पर्सनल डेभलपमेन्ट, आफ्नो एउटा सेल्फ ग्रोथ, आफ्नो एउटा सेल्फ इन्भेस्टमेन्टको लागि केही शिक्षा प्राप्त गर्न मिल्छ होला जस्तो लागेर मैले आजको यस भिडियोमा त्यसको बारेमा केही चर्चा गर्न गइरहेको छु। जहाँ मैले एउटा कम्पनीमा मार्केटिङमा जाँदाखेरि त्यस कम्पनीका सिएफओ फाइनेन्सियल चिफ अफिसरसँग एउटा नेगोसिएसन गर्ने मौका पाएको थिएँ। र नर्मल रूपमा जापानमा कुनै कम्पनीमा एउटा बिजनेस डिलको लागि गइन्छ, एउटा नेगोसिएसनको लागि गइन्छ भने त्यहाँ एउटा ड्रिङ्कहरू एउटा सर्भ गरिन्छ, अनि ओचियाहरू हैन, वाटर पानीहरू कफीहरू लिएर आइन्छ। र जहाँ एउटा बिजनेसको कुराहरू गर्दै जाँदाखेरि राम्रो कम्युनिकेसन भयो भने केही प्राइभेट कुराहरू पनि हुने गर्छन्, जस्तो हबीको बारेमा हैन, आफूले अब चाहिँ मन परेको किताबहरू, मन परेको मुभीहरू र आफू अहिले के कुरामा इङ्गेज भइरहेको छ त्यस्ता कुराहरू पनि थोरै तिनै हुने गर्छन्। जहाँ मैले जुन कम्पनीमा एउटा नेगोसिएसनमा गएको थिएँ त्यहाँ जाँदाखेरि जुन सिएफओसँग मेरो भेट भयो र भेट हुँदाखेरि जहाँ एउटा कम्पनीको कर्मचारीलाई पानी लिएर आउनु न भनेर जुन एउटा अर्डर गरिन्छ, अर्डर गर्दाखेरि उहाँले आफ्नो कम्पनीको कर्मचारीलाई यति पोलाइटली अर्डर दिनुभयो कि म त्यो देखेर छक्क भएँ। किनकि नर्मल रूपमा कम्पनीहरूमा एउटा आफूभन्दा तलको जुन एउटा जुनियर कर्मचारीहरू हुन्छन् उहाँहरूलाई त्यति साह्रै पोलाइट रूपमा कुरा गरिँदैन, गर्नलाई एउटा पोलाइट रूपमै व्यवहार गरिन्छ, तर पनि उहाँले गरेको जुन एउटा पोलाइटको व्यवहार थियो, उहाँले दिएको जुन पोलाइट रूपमा दिएको अर्डर थियो त्यो भनेको एकदम एक्स्ट्रा अर्डिनरी नै थियो। किनकि उहाँले बोलेको शब्द एउटा कस्टमरको लागि, एउटा क्लाइन्टसँग डिल गर्ने बेलामा बोलिने जुन शब्दहरू हुन्छन् त्यस्तो किसिमको शब्द युज गरेर उहाँले अर्डर दिनुभएको थियो। जस्तो हाम्रो नेपालीमा भन्दाखेरि आइसियोस् गइसियोस् भन्ने जुन शब्दहरू युज गरिन्छ त्यस्तो किसिमको शब्द उहाँले युज गर्नुभएको थियो र म छक्क परेको थिएँ। त्यो सुनेर म छक्क परेको थिएँ। त्यसपछि हाम्रो बिजनेसका कुराहरू हुँदै गए, एउटा नेगोसिएसनको कुराहरू हुँदै गयो र त्यसै बिचमा एउटा कर्मचारीले कफी लिएर आउनुभयो। कफी लिएर आउँदाखेरि उहाँले ठक्क अडिएर जुन बोल्दा बोल्दै कुरालाई स्टप गरेर पोलाइटसँग धन्यवाद, थ्याङ्क यू भन्नुभयो। त्यो देखेर नि मलाई अचम्म लागिरहेको थियो। र अर्को कुरा, जब हाम्रो बिजनेसको कुराहरू भयो, नेगोसिएसन भइसक्यो, नेगोसिएसन भइसकेपछि केही प्राइभेट कुराहरू पनि भए, जस्तो हबीको बारेमा कुरा भयो, न अहिले के गर्दैछौ, केमा इङ्गेज हुँदैछौ, यस्ता कुराहरू पनि भए। र त्यस क्रममा उहाँले मलाई सोद्धाखेरि मैले एउटा किताब पढ्दैछु अहिले, मलाई एउटा मनपर्ने किताब मैले पढिरहेको छु, मैले भनेको थिएँ, जुन किताबको नाम थियो 7 Habits of Highly Effective People, जसलाई स्टिफन आर कोभीले लेख्नु भएको थियो। र मैले यो किताबको बारेमा भनिसकेपछि उहाँले यो किताबको बारेमा इच्छुक भएर सोध्नु भयो, त्यो किताबबाट हामीले के ज्ञानहरू लिन सकिन्छ, के छ त्यसको टपिक्स भनेर उहाँले सोध्नु भयो। र मैले त्यस किताबको बारेमा भनिसकेपछि उहाँले आफ्नो टार्गेटको बारेमा कुरा गर्नुभयो कि उहाँले अब आउने नेक्स्ट इयर 2027 को जनवरी फेब्रुअरीमा एउटा कम्पनीसँग नेगोसिएसन गर्दै हुनुहुन्छ अरे, जहाँ इङ्ग्लिसमा नेगोसिएसन गर्नुपर्ने छ र त्यो इङ्ग्लिसमा नेगोसिएसन गर्नको लागि उहाँले अहिले इङ्ग्लिस पढ्दै हुनुहुन्छ। जुन 2027 को जनवरी फेब्रुअरीतिर हुने बिजनेस जुन नेगोसिएसन छ, जुन एउटा बिजनेस मिटिङ छ जसमा डिल क्र्याक गर्नुपर्ने छ, त्यसको लागि उहाँले अहिलेबाट इङ्ग्लिस पढ्नको लागि तयारी गर्दै हुनुहुन्छ अरे। उहाँको उमेर छ 55-56 इयर्स हो उहाँको। उहाँले आफ्नो त्यो बिजनेस डिल आफैले बोलेर क्र्याक गर्न चाहनुहुन्छ, ताकि उहाँको एउटा अफिसमा, उहाँको कम्पनीमा इङ्ग्लिस बोल्ने कर्मचारीहरू पनि छन्, उहाँभन्दा तलका जुन सिनियर म्यानेजरहरू पनि छन्, तर पनि उहाँले त्यो डिल आफैले क्र्याक गर्न चाहनुहुन्छ, इङ्ग्लिसमा आफैले बोलेर नेगोसिएसन गर्न चाहनुहुन्छ, उहाँको त्यो टार्गेट। यी कुरा हुँदै जाँदाखेरि मैले उहाँबाट के सिक्ने मौका पाएँ भने हामीहरू
जति पनि सक्सेसफुल मानिसहरू कुनै एउटा कम्पनीको सिइओ सिएफओहरूलाई देख्छौँ हैन, उहाँहरूको एउटा सक्सेसफुल लाइफलाई देख्छौँ, उहाँहरूको ब्याङ्क ब्यालेन्सको बारेमा सुन्छौँ भने हामीहरूलाई कता कता हाम्रो दिमागबाट के हुन्छ, नेगेटिभ कुरा आउँछ। कतै नराम्रो काम गरेर पैसा कमाएको त होला नि हैन, कतै कालो त्यस्तै धन्दा गरेर कमाएको त होला नि, त्यस्तो कुराहरू हामी सोध्छौँ। तर उहाँहरूको त्यो सफलताको पछाडि कति डेडिकेसन हुन्छ, कति एउटा कन्टिन्यू एउटा लर्निङ हुन्छ, कति रिडिङ हुन्छ, त्यो हामीले देखेका हुँदैनौँ। जुन कुरा मैले त्यो बिजनेस मिटिङमा जाँदाखेरि, त्यो नेगोसिएसनमा जाँदाखेरि उहाँसँग भएका कुराकानीबाट मैले सिक्ने र बुझ्ने मौका पाएँ। एउटा शब्द प्रयोग गर्ने शब्दहरू त्यस्तै पोलाइट, र उहाँलाई मैले सोधेँ पनि तपाईँले स्टाफसँग यति पोलाइटसँग बोल्नु रहेछ किन हो त नि, प्रायः नर्मल कम्पनीहरूमा त्यति धेरै पोलाइटसँग बोलिँदैन, पोलाइटली त बोलिन्छ तर त्यति धेरै पोलाइटली बोलिँदैन। यो कुरा मैले सोधेँ उहाँलाई सोद्धाखेरि उहाँको उत्तर थियो, मेरो कम्पनीको कर्मचारी भनेको मेरो लागि देउता बराबर हो। म जति आफ्नो एउटा क्लाइन्टलाई, एउटा कस्टमरलाई रेस्पेक्ट गर्छु त्यति नै म आफ्नो कम्पनीको कर्मचारीलाई नै रेस्पेक्ट दिन्छु। किनकि मैले आफ्नो कम्पनीको कर्मचारीलाई रेस्पेक्ट गरिनँ, मैले नराम्रो शब्द बोलेँ, मैले दुर्व्यवहार गरेँ भने त्यो डाइरेक्टली मेरो क्लाइन्ट, मेरो कस्टमरहरूलाई त्यसको इफेक्ट पर्न जान्छ। एउटा पोइन्ट। र अर्को पोइन्ट चाहिँ नि, मेरो कर्मचारी भनेको मेरो लागि भगवान हो। किनभने यदि उनीहरूले राम्रोसँग काम गर्न सके, मैले आफूले गर्ने काम उनीहरूलाई हस्तान्तरण गर्न सकेँ भने मैले नेक्स्ट स्टेपको काम गर्न सक्छु, मैले आफ्नो नेक्स्ट स्टेपको टार्गेट गोलहरू एचिभ गर्नको लागि केही सिक्न सक्छु, लर्निङ गर्न सक्छु, अरू बिजनेस डिलहरू गर्न सक्छु, उहाँले भनेको कुरा। त्यसपछि आएर उहाँले जब एउटा कर्मचारीले कफी लिएर आउनुभयो, हामीलाई कफी सर्भ गर्नुभयो, त्यसपछि उहाँले टक्क हडिएर थ्याङ्क यू भन्नुभयो। त्यो भनिसकेपछि त्यसको बारेमा पनि मेरो कुरा भयो। भन्दाखेरि उहाँले के भन्नुभयो भने, आफ्नो वरिपरि भएका मानिसहरूलाई, यदि आफूसँग जोडिएका मानिसहरू छन् भने उनीहरूलाई आफूभन्दा तल्लो लेभलको फिल नगराऊ कहिले। आफूसँग जोडिएका मान्छेहरू छन्, तिम्रा जुनियरहरू नै छन्, तिमीभन्दा कम नलेजेबल मानिसहरू छन्, तिमीभन्दा एउटा स्किलमा कम मानिसहरू छन् भने तिनीहरूलाई आफूसँगै हुँदाखेरि कहिल्यै पनि, आफूसँगै हुँदा होस् या आफूबाट टाढा हुँदा होस्, उनीहरूलाई कहिले पनि तल्लो लेभलको फिल नगराऊ, उहाँले भनेको कुरा। त्यसपछि आएर जब मैले उहाँले इङ्ग्लिस पढ्दै गरेको कुराको बारेमा सोधिसकेपछि उहाँले सोद्धाखेरि उहाँले के भन्नुभयो भने, स्कुल कलेजको पढाइ भनेको 18, 22, 25 वर्षमा सिद्धिन्छ, तर जिन्दगीमा पढाइ भनेको निरन्तरता रहन्छ र जिन्दगी भनेको एउटा विद्यार्थी जीवन हो। जहाँ पढ्न एउटा सिक्न छोडिन्छ त्यहाँबाट नै बुढेसकाल सुरु हुन्छ। आई एम स्टिल यङ, उहाँले भनेको कुरा। उहाँसँग भएका यी कुराहरूले मेरो साह्रै मन पनि छोयो। र हामीहरू आफ्नो जीवनमा सफलता चाहन्छौँ, ग्रोथ चाहन्छौँ, तर हामीहरू के गर्छौँ, स्टिल लर्निङ गर्न छोड्छौँ। किनकि हरेक दिन विभिन्न नयाँ कुराहरू चेन्ज भइरहेका हुन्छन्। हाम्रो जबमा होस्, क्यारियर सम्बन्धीका कुराहरू होस्, विभिन्न कुराहरू हरेक दिन चेन्ज भइरहेका हुन्छन्। यो चेन्ज भएको जुन इन्भाइरोमेन्ट छ त्यसमा हामीहरूले स्टिल लर्निङ गर्दै अगाडि बढेनौँ भने हामीहरूले आफ्नो सेल्फ ग्रोथ, आफ्नो एउटा पर्सनल डेभलपमेन्टमा के गर्छौँ, आफैले रोक लगाउँछौँ। त्यसै कारणले गर्दाखेरि हामीहरू एउटा निरन्तर रूपमा सिक्दै अगाडि बढेनौँ भने हामीहरूले सफलता प्राप्त गर्न पनि के हुन्छ, गाह्रो हुन्छ। हामीहरू जब एउटा सक्सेसफुल मानिसहरू देख्छौँ, एउटा सक्सेसफुल बिजनेस पर्सन देख्छौँ जसको एउटा ब्याङ्क ब्यालेन्सको बारेमा कुरा हुन्छ, जसले एउटा ठुल्ठुलो कम्पनीमा एउटा खडा गरेका हुन्छन्, ठुल्ठुलो कम्पनीमा काम गरेका सिइओ सिएफओहरू देख्दाखेरि हामीहरूलाई के लाग्छ, ओहो यिनीहरूले त कतै कालो काम गरेर नै यत्रो सम्पत्ति जोडेका होलान् जस्तो लाग्छ। तर उनीहरूको पछाडिको जुन एउटा सिक्ने जुन एउटा मानसिकता हुन्छ, जुन एउटा सबैसँग एउटा राम्रो नेटवर्क बनाउने मानसिकता हुन्छ, सबैलाई सम्मान गर्ने मानसिकता हुन्छ, त्यो हामीले देखेका हुँदैनौँ। किनकि सबैजना राम्रो पनि हुँदैनन् र सबैजना नराम्रो पनि हुँदैनन् र एउटा सफलताको पछाडि केही न केही स्ट्रगल अवश्य नै हुन्छ। त्यसै कारणले गर्दाखेरि हामीहरू आफ्नो जीवनमा ग्रोथ चाहन्छौँ भने स्टिल हामीले लर्निङ गर्न, नयाँ नयाँ कुराहरू सिक्न छोड्नु भएन र आफ्नो वरिपरिका मानिसहरूलाई पनि व्यवहार राम्रो गर्न सक्नु पर्यो र एउटा वेल कम्युनिकेसन गरेर अगाडि बढ्नु पर्यो। मैले उहाँबाट यिनै कुराहरू सिक्ने मौका पाएँ। फेरि अर्को भिडियोमा यस्तै कुराहरू लिएर आउनेछु। आजलाई यति नै। Have a nice day. See you again. Bye bye.